हेलो गाइज गुड मर्निङ सेवा नमस्ते भन्दै तपाईहरुलाई यो मेरो ब्लगमा स्वागत छ। आज चाहिँ मैले के विषयमा यो भिडियो बनाउन गइरहेको छु भने कडी कमजोरी देखेर मेरोमा केही सामान नभएकोले गर्दाखेरि मलाई चाहिँ दाइले बोलाएर आज भिडियो गर्नको लागि एउटा मोबाइल राख्नको लागि एउटा स्ट्यान्ड विवेक दाइले दिन्छु भनेर गिफ्ट दिन्छु भनेर बोलाउनु भएको कारणले गर्दाखेरि म चाहिँ अहिले विवेक दाइको तर्फ जाँदैछु गाइस। तपाईहरुले यो मेरो पुरा भिडियो हेरेर मलाई सपोर्ट गर्नु होला भन्दै म अगाडि बढ्ने छु। A few moments later. आरोस कस्तो खालको बच्चाहरु छ यार। असल नि हौ नरिसाउ न नरिसाउ आमा रुइदिहालेको तिमी चाहिँ। भाइला दे। अरे मुझे चक्कर आने लग गया अब। अरे दिदीले अब दिनुहुन्छ। पैसा होगा। नरिकन जानु भिडियो भइरहेछ। रुको त नि भिडियो गर्नु पर्दैन त। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह सड़ी के। What's up guys? के छ हामीलाई खबर सबै सन्चै छु म त। हामी चाहिँ आज चाहिँ हाम्रो क्यामेराको लागि भ्लगिङको लागि भनेर एउटा स्ट्यान्ड लिनको लागि पर्देखि सिधै तलतिर झर्दैछु। यो हाम्रो ठाउँ चिन्नुहुनेले चाहिँ कमेन्ट गरिदिनु होला ल कुन ठाउँ हो यो भनेर। गाइज हामी चाहिँ लगभग हामी चाहिँ हाइवे रोड निक्लन लाग्यौँ। बर्खे डाँडा हामी पुग्न लाग्यौँ। अहिलेको समयमा एक्जाम पनि भइरहेको छ। यो चाहिँ हाम्रो ब्याडमिन्टन ठाउँ। जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता चाहिँ हाम्रो यहाँ हुन्छ है। अब हामी छुट्नै हो हाम्रो हाइवे रोड मेन राजमार्ग पूर्वाञ्चल पश्चिमाञ्चलको अहिले बाटो यही हो भन्न म तपाईँलाई। ल हाम्रो दाइको घर आइसक्यौँ। विवेक दाजु यो हाम्रो बर्खा डाँडा चोक। भइसक्यो ल गाइस लेट्स गो। म चाहिँ अहिले यहाँ फाइनली मेरो विवेक दाइको घरमा म चाहिँ आइसकेको छु होइन। यो दाइ होइन हुन्छ दाइ म के भन्नु चाहनुहुन्छ तपाईँ त्यो शब्द छ तपाईँको पनि यस विषयमा के भन्नु भन न। भाइको ब्लगमा और जोर से बोल के लोगों को स्कीमें बता दे। भाइको ब्लगमा अब राम्रो होस् चलोस् होइन त्यसरी नै जस कोसिस गर्दैछु। बात तो सही है। कोसिसलाई जारी होस् राम्रो होस् नि बिस्तारै राम्रो हुँदै जान्छ। के भन्नु राम्रै छ त तिम्रो प्रोसेस। सरी एक्सिडेन्ट भयो भने ब्यागै ठोकिएको है भन्छ अब हामीहरूमा हो कि साकेला लागिरहेको रहेछ। साकेला टोलीहरू गाडीमा हल्ला गर्दै आइरहेछ। दाइको नि हेरिदिनु पऱ्यो पिकाचु। हजुर हो पिकाचु भने ल पिकाचु हाम्रो टिकटकमा चाहिँ पिकाचु भनेर हाम्रो आइडी सर्च गर्नु होला बसाबाट। दामी छ हाम्रो भिडियोहरू हेरेर नछुटाउनु होला। गएर सबैले फलो गरिदिनु पऱ्यो है। सबैले सपोर्ट गरिदिनु पऱ्यो। दाइको पनि पेजलाई युट्युब च्यानललाई तपाईँहरू सब्सक्राइब गरिदिनु सक्नुहुन्छ। हाम्रो दाइको पिकाचु छ। तपाईँहरूले सर्च गरेर तपाईँहरूले हरेक ठाउँको दृश्यहरू तपाईँहरूले देख्न सक्नुहुनेछ होइन। ब्लग चाहिँ अहिले म खोल्न बाँकी नै छ। दाइको अहिले भ्लग चाहिँ खोल्नु बाँकी नै न्यू भनौँ न भर्खर ट्रेनिङ लिइरहनु भएको छ होइन। दाइ चाहिँ मोबाइल स्ट्यान्ड लिन जानुभएको छ। दाइको घर चाहिँ यो है बर्खे डाँडामा। कतिले चिन्नुहुन्छ बर्खे डाँडा जसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। म चाहिँ त फर्स्ट हो
काका पनि फर्स्ट नै हो यो चाहिँ ब्याक हेलमेटमा लगाएर होइन दुईवटा काम छ यो भनेको चाहिँ ब्याक हेलमेट हाल्ने यो चाहिँ यस्तो यो युट्युब च्यानल हाल्ने भिडियो हुन्छ हामी प्राय हेलमेटमा भन्दा नि हामीले चाहिँ यही हुन्छ हाम्रो लागि चाहिँ यो लानु यो चाहिँ डबल हुन्छ यो फेरि ओइनामा अनि फेरि आउँछ नि ठ्याक्क ओइनाको त्यो उमा छिराउने त्यो कसो भइहाल्छ चिन गरेर गाइस मैले दाइको तर्फबाट यो दुईटामा मैले चाहिँ चुज गर्दाखेरि यो लिएँ होइन तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो विवेक दाइलाई धेरै धेरै धन्यवाद है गाइस सबैले माया गरिदिनु होला मेरो विवेक दाइलाई पनि र मेरो पेजलाई पनि तपाईँहरू सबैले फलो गरिदिनु होला धन्यवाद बर्खे चोक थोरै देखाउँछु ल म बर्खे चोक ल बर्खे चोक यो हाम्रो मेन हाइवे है धरानसम्म जानलाई धरान धनकुटा हामी निस्किन्छौँ अब बिस्तारै ल हुन्छ आज हस् धन्यवाद धेरै धेरै धन्यवाद मेरो दाइलाई है हामी चाहिँ अब फर्किनेवाला है हाम्रो काम भइसकेको छ हामीले लिएर आइसकेको छौँ हामी लाग्नेछौँ है हाम्रो अहिलेको लागि यहाँ हाम्रो भतिज राइटर हुनुहुन्छ भने म चाहिँ क्यामेरा फोकसमा छु है त गाइज लेट्स गो मैले काकाको बाइक बसाइ कुदाइरहेको ठिक छ धरान इटरी होइन पूर्वाञ्चल जुनै बुलाने जानलाई बाटो खतरा अहिले खतरा हो अनि हाम्रो मोती स्कुल हाम्रो घर जाने बाटो चाहिँ होइन नाना क्रोस हामी घर फर्किने क्रममा छौँ गाइस तपाईँले देख्न सक्नुहुनेछ यहाँ अहिले भन्दा धेरै नै तपाईँहरू म्याच देखाउन चाहे कृपया सबैले फुल भिडियो हेरेर मलाई माया गरिदिनु होला गाइज मलाई अगाडि बढाउनु होला भन्ने कुरा म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु गाइज लभ यु अल